आज चाहिँ मेरो फ्लाइट हो त्यही आन्टी पनि भेट्न आउनुभएको छ यहाँ मन पनि हुनुहुन्छ म भित्र पनि जान्छु बुवा निस्किरहेको हुन्छ रेडी हुँदै हुनुहुन्छ दही यस्तो छ खाने मलाई अहिले हालेको नि आउँछ अहिलेको त भोलि मात्रै आउँछ उहाँ गएर एडिट गरेर हाल्छु भोलि मात्रै पुग्छ है भोलि मात्रै पुग्छ भोलि पुग्छु भोलि बिहान अहिले भन्नु गएर अस्तिको कता कता पनि सबै हालेको छ तपाईँ कपाल यो नेचुरल हो कि स्ट्रेट गरेर कति राम्रो नेचुरलै हो कति राम्रो म त स्ट्रेट गरेर जस्तो लाग्यो राम्रो हो नि कपाल त सर्लक्क भरेको जाउँ माथि घरको भिडियो गर्ने भने पनि बिर्छ बुवा कहाँ जानु आज गरी जानु लाग्यो अब यसो शोभायात्राको लागि यसो भगवान्लाई कति बालेर जाने चलाइदिएको छ ल होते राख न तीनचोटि ढोका यात्रा राम्रो होस् कुनै बाधा नआओस् राम्रोसँग यात्रा सफल होस् बुवाको मोबाइल हो त्यो ए ल अब म पनि जान लाग्यो यस्तो छ माथि होला कि जानुहोस् त भन्दै बुवा म लान्छु म लाग्छु ए बुवा यो पो छ म यो सामुन्नु गरेर आउँछु बुवासँग कसरी लाने रेडी गरेको हो ल हातको ल लगेर जाउँ त्यो बनाउनु मिल्छ होला खै म बनाउँछु राख ए कुनै सानो सिक्रीहरू त्यस्तै हुन्छ कि यो भिडियो अन भइरहेछ म माथि छ
बुवाले लानुहुन्छ भने त जानु बिरामी मान्छे हाने स्कुटीमा जाने हो ए म स्कुटीमा दुईजना हुन्छ अल्प मम्मी आउँदा सँगै आउने मम्मी र तपाईँ हस् आन्टी यो समाइदिनु त एकचोटि आउनु भइसक्यो है रातो भयो तपाईँले लगाइदिनु नि एउटा भाग्य भने अलिक खोल्दा पनि हुन्छ अनि बहिनीले लगाइदिनु म खिचिदिन्छु खाँदै लाउँछु कता मात्रै लगाउनु खै न यो पनि दुईवटा लैजाऊ न दुईवटा लैजाऊ दुईवटा लैजाऊ उता खाँदा हुँदैन उताको एयरपोर्टसम्म त मिल्छ नि त अफ गरौँ स्कुटरमा हान्नु भयो तपाईँ स्कुटीमा हामी जाँदै गर्छ है त हुन्छ हुन्छ म उठाउँछु आन्टी म उठाउँछु म गर्छु म यो बोक्नु त भयो तपाईँ ल चम्म ट्याक्सी आयो एयरपोर्ट ल मम्मी तपाईँ आउनु अब यो डिक्सिक एयरपोर्ट पनि आउन लाग्यो मलाई यो एयरपोर्टको यो साइड कस्तो मनपर्छ गल्फ खेल्छ एयरपोर्ट आइपुग्यो हामी तर अस्ट्रेलियाको एयरपोर्टहरू पनि कस्तो छ नि सफा छैन किनभने तिनीहरू त 100 वर्ष पुरानो एयरपोर्ट हो अनि दोस्तो कि त्यहाँको चाहिँ त्यो फुलै फुल के त्यहाँको चाहिँ त्यस्तो हरियोलाई पनि पुरा डल्लो डल्लो बनाएर राम्रो बनाएर एकचोटि लगेर मगाउनु ल यहाँ सबैजना भेट भयो भ्लगमा के जाओस् न त लास्ट अन्तिम भ्लगमा के जाओस् न त जाने बेला भयो जाने टाइम भयो
भयो ल बाई सबैलाई अब इमिग्रेसन जाँदै हो बोर्डिङ गरेर कुरिरहेको म एयरपोर्टमा अहिले कति बज्यो 11 बज्यो 11 भयो अनि मेरो फ्लाइट चाहिँ 11 हो मेरो फ्लाइट चाहिँ 12:30 मा छ अब कति बेला गेट खुल्दा थाहा छैन अहिले चाहिँ म कुरिरहेको छु यहाँ गेट खुल्यो सावधान खुवाउनु भयो भएर इन्ट्री गर्छु 反正你带了头盔，认认真真的跑，只是偶尔不小心闯一下这个没有搞对头，不是犯大错，不是还有什么课本的复印件啊！我操，真的！而且现在你银行卡上必须看你是商务签是1个签，这个商务签的话10万块钱，必须要10万块钱，而不是说今天突然充10万进去哦，它是要稳定的，有的10万还是什么的，反正反正比以前复杂的很。 我以前在印度待了2年多，新德里、孟买、这个青海这些地方都去过，那就是一起建，大众之前，天天跑，我演随便演，我在印度玩一段时间，玩了之后，然后去哪里啊？去那个去累，完你还是家里也累。我去中国那耍个心情来，稳稳当当的又拿着进去，啊，म सिटी हेर्नु म त युलानले भन्यो होला भन्नाले म थाहा नै भएन युलान आयो म त भन्नु भयो 网上不是在说吗？那个印度大使嘛，发了批的，发了放了这么多印度人进来。मजाले प्लेन चाहिँ यही हो बसमा आयो यस्तो घाम के राम मर्न आइसक्यो छिराउँदैन घामले पोलेर मर्नु भयो आफ्नो आधा घन्टाको टन्टलको घामपछि बल्ल सिराएर छिरा लाग्यो बल्लमा प्लेन चढे नेपालबाट 是本次航班安保处长。根据中国相关法律规定，损坏机上设备、扰乱客舱秩序等。 salad, fruits, chicken curry. So ल्यान्ड हुन लाग्यो आफ्नो 4 घण्टापछि बाहिरको वेदर यस्तो छ पुरै क्लाउडी
ट्रान्सफर हेर्दैछु कुन चाहिँ एयरपोर्ट यस्तो छ यसमा हिँड्दैछु 7 बजे ठ्याक्क आधा घन्टा अगाडि ल्याइदियो हामीलाई अब हिँड्दैछु म चाहिँ सेक्युरिटी चेकमा आइपुगेँ बल्ल म सेक्युरिटी पास भएँ अब जाँदैछु मेरो गेट कहाँ हो भनेर खोज्नुलाई प्रेसिडेन्टको A151 रहेछ यता अब यो साइडमा जाँदैछु चाइनाको ड्युटी फ्री चाहिँ यस्तो छ मैले मेरो गेट चाहिँ यति धेरै हिँड्नुपर्ने रहेछ कि यति धेरै हिँड्नुपर्ने रहेछ आधा घन्टा हिँडिसकेँ अझै आएको छैन राम 151 म चाहिँ एकदम ब्रसल भएँ फ्रेसेस भएँ गेट नम्बर भेटेँ अब फेरि जान्छु सी यू गाइज अल्छी म कुञ्चाउको एयरपोर्टमा छु बाथरुममा फ्रेस भएँ मुख धोएर म चाहिँ कुञ्चाउ एयरपोर्टमा छु यस्तरी वाइफाई चल्न लागेको केही गरी पनि सकेन आधा घन्टा भइसक्यो ट्राई गरेको अब के गर्नु धन्न चार्जिङ गर्ने ठाउँ चाहिँ रहेछ अब मेरो गेट खोल्न आँट्यो यता ब्रिस्बेनको अब बिजनेस क्लासहरूको चाहिँ फुल्ली प्रायोरिटी लाइन अब हाम्रो मेरो खोल्न बाँकी छ प्लेन चाहिँ यही हो यहाँ बसिरहेको छ यो प्लेनमा जाने म मेरो बुढाले यस्तो पेपरली वाइफाईको अनि वाइफाई जोड्न मिल्छ भनेको यो पनि लिएँ सबै गरेँ तर केही सकेन मैले वाइफाई जोड्नलाई अब यतिकै बसिरहेको छु भ्यू हेरेर ब्रिस्बेनको लागि प्लेनमा चढ्न लाग्यो म जाने प्लेन चाहिँ यही हो यहाँनिर छ लास्टै ठुलो छ फ्लाइट चढ्यो फ्लाइट फुल छ एकदम यो सबै प्याक छ 女士们、先生们，中国南方航空公司欢迎您。Ladies and gentlemen, welcome to fly with China Southern Airlines. 现在向您介绍。 ब्रिस्बेनको लागि हिँडियो ठ्याक्क 9:10 भयो अब गयो अब 9:30 घन्टा कसरी बस्ने हो यो चाहिँ मेरो सिट नम्बर 60A यो चाहिँ स्क्रिन भर्खरै प्लेन हिँड्यो रनवेमा पुग्नै लाग्छ यसको त आधी घन्टा यत्रो ठुलो एयरपोर्ट रहेछ See you in Brisbane अब हामी चाहिँ यहाँ छौँ अब हामी यहाँ जानुपर्छ यत्रो यो काटेर यत्रो सबै काटेर यहाँ पुग्यो कुञ्चाउबाट पनि उडो ठ्याक्क भर्खरै तर कस्तो स्मुथ टेक अफ भयो मलाई कस्तो खुसी लाग्यो डर लागेन नत्र मलाई चाहिँ डर लाग्यो रातिको राति ब्रिस्बेन पुग्ने हो ब्रिस्बेन पुग्दा उज्यालो हुन्छ होला अहिले ठ्याक्क 9:30 भयो मेरो चाहिँ खाना आयो के रहेछ अघिको खाना र यो सेम यस्तो भोक लागेको थियो कसरी खानु अब एक थोपा मिठो छैन एक पनि यही थियो अहिले पनि यही छ चिकन र राइस के गर्नु खानै पर्यो खान्छु ल एक थोपा पनि छैन
अहिले चाहिँ अलिकति फाइनै छु सनराइज हुन लागेछ कति राम्रो देखेको उज्यालो भयो अझ 1 घन्टा बाँकी छ ल्यान्ड हुनलाई कहिले ल्यान्ड होला जस्तो भइसक्यो कहिल्यै टाइम जाँदैन सनराइज भयो भर्खरै यसरी कस्तो राम्रो देख्यो यहाँबाट सुरु गरेको यहाँ आइपुग्यो अब यति रातो लाइन बाँकी छ ल्यान्ड हुनलाई ओ माई गड यति लामो बाहिर चाहिँ यस्तो छ है भर्खरसम्म गइरहेको थियो अहिले चाहिँ पुरै काम हुँदाइसक्यो तल गइरहेको छ ब्रिस्बेन आइपुग्यो बल्ल देख्यो ब्रिस्बेन अब 10 मिनटमा ल्यान्डिङ छ यो चाहिँ ब्रिस्बेन हो चाहिँ समुद्रमाथि छ यहाँ समुद्रमाथि प्लेन उडिरहेछ ब्रिस्बेन पनि ल्यान्ड भयो तर यस्तो स्मुथली ल्यान्डिङ थियो यसको थाहा नै पाएन 女士们、先生们，我们已经抵达布里斯班。 एयरपोर्टमा छ अरे फाइनल्ली आफ्टर 9 आवर्स ब्रिस्बेनको ड्युटी फ्री हो चाहिँ एक घन्टा भइसक्यो ल्यान्ड भएको अझै देखाएको छैन लगेज कुरिरहेको इमिग्रेसन 3 घन्टा थियो बल्ल बल्ल पाएँ अब जानु लाग्यो म बल्ल बल्ल आयो तर मेरो चाँडै आयो अर्को भन्दा लाइन हो कि आमा जाँदै लाइन नभई कहीँ छैन लगेज लिएपछि जाने लाइन यत्रो छ के हो यस्तो यो कसरी हाल्ने म गाडी गर्छु यहाँ अगाडि पछाडि राख यहाँबाट गर्छु कस्तो चिसो कति नेपालीको पसलबाट ग्रोसरी गऱ्यौँ यहाँ आउँदाखेरि तर ब्लगको भिडियो खिच्नै बिर्सेछु सामान चाहिँ यतिलाई चामल पनिर सनिर के ल्याएको छ कति किन 200 चाम्चो 200 समथिङको नेपालीको पसल छ यहाँ नमस्ते माट भन्ने त्यहाँबाट ल्याएको मलाई भिडियो कस्तो लाग्यो त
खुसी लाग्यो कुटु खुसी छैन? धेरै पछि खुसी लाग्यो नि गफ मिस गरिरहेको थिएँ दिन्छ कुटुलुलाई गफ दिन्छ 1 महिना आनन्द भएको थियो होला रिल्याक्स के गर्यो 1 महिना के गर्नु केही गरेन अब घर जाने स्विट होम कतिखेर घर पुगेर सुतौँ भएको छ 2 बजी पुग्ने रहेछ घर चाहिँ कति बजी होला 10:30 भयो बाबा हजुर बोल्न न के म पनि सुतेको छैन नि आज सुने सुतेको छैन त्यो काममा कफी खाएको थियो खाली पेटमा आम्मामा रातभरि निन्द्रा नलाएर एकछिन पनि सुतेको छैन तिमीलाई त्यस्तो हुन्छ भन्ने थाहा छ त जहिले पनि किन खाएको होइन कहिले त लाग्थ्यो निन्द्रा लाग्छ होला प्राय कफी खाएको दिन लाग्दैन तिमीलाई यस्तो भएर त आम्मामा अघि आउँदा त झुपझुप भइसकेको थियो अहिले अलिक ठिक भयो भएर पनि कहिले के हुन्छ अब एकछिनमा ब्रिस्बेन एयरपोर्टबाट 2 घन्टा कट्यो 3 घन्टा लाग्नेमा अब चाहिँ 1 घन्टा छ घर चाहिँ कहिले पुग्ने भएन है यस्तो सुत्न मन लाग्छ गुन्द्रुकको झोल र भात खाएर झ्याप्पा सुत्न मन लाग्छ मलाई यस्तो ट्रकसँग चाहिँ कस्तो डर लाग्छ ओभरटेक गर्दा तर पानी परेर कस्तो भयो पिसाब लाएर कहीँ नपारे त आएको कस्तो राम्रो ठाउँ देख्यो बिच बाटोमा ओर्लेर हेर लगाएको घर त कतिखेर पुगिन्छ बाबा आज घर कति बजे पुगिन्छ कस्तो वाइट स्यान्ड रहेछ नि तिम्रो चिसो भएन उता बिच छ होला है कस्तो सेतो म त जाँदिनँ के बाल्न पनि होइन के हो कस्तो गाह्रो हुँदो रहेछ कस्तो छ राम्रो छ यस्तो रहेछ नर्मल समुद्र रहेछ यो चाहिँ कहाँबाट ल्याएछ यो बालुवा चाहिँ यस्तो सेतो न सेतो एउटा घर रहेछ जम्मल चिसो त्यतिखेर मात्रै के रहेछ भनेर हेर्न आएको के कस्तो रहेछ भनेर बाटोबाट खै के बालु हो कि के यस्तो नेचुरल त हो नि यत्रो आर्टिफिसियल कहाँबाट हाल्छ छालले ल्यायो होला कसरी जाने भन्नु त
सबै भित्र बस्यो चिसो चिसो बाटोमा कत्रो पानी पर्यो एम्बामा परिरहेछ होला है पानी बाबा ल पुलिस रहेछ पुलिस अस्ति आउँदा नि यस्तै भएको ठाउँमा क्या बेला ठुलो पुल आउँछ अनि सास आउँछ मेरो घर आयो भनेर बल्ल ठुलो पुल आयो अब घर आयो कटेपछि 10 मिनट होला नि यो पुल चाहिँ कति ठुलो छ कति लामो छ तल खोला छ In 1 kilometer, keep left. खोला यत्रो छ माथिबाट आएको अल्छी मुनि छ अब यो चाहिँ हामी आफ्नो घर छिर्यौँ मेन हाइवेबाट यहाँबाट 10-15 मिनट हो घरमा थलो आइपुग्यो बाबा उखु नै उखु छ यो उखुले चाहिँ कहिले पनि खाली हुँदैन यो बारी जहिले उखु त्यो डढेर लागेछ उखु पुरै त्यो स्मेल कस्तो आउँदो रहेछ नि यसको हो हिजो अस्ति राति अनि त्यो उसमा त्यो कामगन्ठामा त्यो सबै उडेर आउँदो रहेछ क्या त्यसको त्यो एस त्यो भरि चाहिँ अनि बेला बेला अब गन्ध पनि आउँदो रहेछ क्या यो चाहिँ म्याकाडेमियाको रुख हो अस्ट्रेलियन नट्स हो यो चाहिँ अस्ट्रेलिया मात्रै पाउँछ कहीँ पाउँदैन अन्त घर आयो आहा अब सुत्ने अनि कहाँ कोकीलाई चाहिँ खाएको थिएन टिरियाकी चिकन टिरियाकी तर मिठो हुँदैन होला जापान के गर्ने ट्राई गर्ने गरिदियो अब भोक लाग्यो बर्गर खानु लाग्यो यस्तो भात खानु मन लागेछ के गर्नु अब भात पकाउने इनर्जी हामी दुईटैसँग छैन Hello, can I get a teriyaki chicken burger? Yep. Anything else? And chicken wings, 5 piece. Yeah. Just with sweet and sour. No, spicy buffalo Spicy buffalo, yeah. and a barbecue. Barbecue, yeah. Oh, not the barbecue. I need the aioli. Sorry. Yeah, burger. Thank you. Anything else? That's it. Thank you. Jump it, thank you. यहाँ चाहिँ पे गर्ने Is that your order on screen? Sorry? Is that your order on screen? Yes. There you go. Jump. Thank you. हाम्रो ड्राइभ थ्रु हुन्छ जस्तो लाग्छ चाँडै तिमीलाई के लाग्छ अलि चाँडै हुन्छ जस्तो लाग्छ अब यहाँ यो झ्यालबाट चाहिँ लिने अर्डर अब हाम्रो पालो यहाँ कुर्ने Thank you. You too. ए आजको खाना लन्च हाम्रो फाइनली घर आइपुग्यो होम स्विट होम घर आयो आमा खुर्सानी फलेछ हेर त आमाले त मैले यत्तिकै छोडिदिएको थिएँ फलेछ यहाँनिर
ग्यारेज हाम्रो यो घर आइपुगे के चुयो पानी मेरो प्लान्टहरू त मरेर हुन्छ कस्तो अर्कै लागेको घर बन्यो कस्तो अर्कै लागेको घर बन्यो त्यही मेरो गार्डनमा जान्छु मेरो गार्डन यस्तो भन्छ प्याज रोपेको थियो एउटा छैन मुला पनि छैन सारी मल यस्तो भएछ मर हालिदिनु पर्ला प्यासन फ्रुट बोट पाकेछ हे गाइस म चाहिँ हिजो नेपालदेखि अस्ट्रेलिया आएको थिएँ ब्रिस्बेन आइपुगेँ घर आइपुगेँ अनि त्यसपछि म त्यसपछि लास्टै बिरामी थिएँ म चाहिँ प्लेनमा प्यानिक एट्याक हो कि के हो एकदम गाह्रो भएको थियो अनि त्यसपछि आउनु बित्तिकै मैले एउटा म्याकमा बर्गर खायो अनि त्यसपछि गप्प सुत्यो अनि आज म चाहिँ फ्रेस आनन्दको निन्द्रा पनि पुगेर होला के भएर होला अलिकति फ्रेस भएको छ अनि अहिले चाहिँ खाना सोटा सफा गऱ्यो अनि खानासाना बनाएर खाएँ अनि मेरो भ्लग चाहिँ अपलोड गर्छु छिटै अनि त्यसपछि हजुरहरू हेरिदिनु होला त्यस्तो त धेरै त केही पनि छैन म एकदम सन्चो नभएर जस बिस्तारै अलिअलि क्लिप चाहिँ लिएको थिएँ अब त्यही फ्यामिलीलाई यसो हेर्नुहुन्छ खुसी हुनुहुन्छ मम्मीहरू यताउता भनेर अनि अब छिटो अपलोड गर्छु त्यो चाहिँ हेरिदिनु होला